हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। आज चाहिँ अष्टमीको दिन हाम्रो घरमा आज चाहिँ खसी काट्न गइरहेको छु। हजुरहरूलाई खसी काटेको भिडियो सबै नै म देखाउने छु। भिडियोलाई फुल वाच गरेर लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। अहिले चाहिँ यहाँ काम गरेको मेरो हाल्देर ढुट्टो हाम्रो बुवा अङ्कलहरूले चाहिँ यहाँ भुट ल्याउनमा अब खसीलाई भुट ल्याउनमा बिजी हुनुहुन्छ। म चाहिँ यता भिडियो बनाउँदैछु। हाम्रो निखिल भाइ र म यहाँ खसी बनाउँदैछौँ। निखिल त छोरो नि भतिजो खसी बनाउनलाई सिक्पालु छ नि फेरि हाम्रो हाम्रो अङ्कल चाहिँ पानी हान्ने मान्छे हो। यो चाहिँ माइलो हो, यिनीहरू पाल छोरा हुन्। यो माइलो भाइ हो, यो माइलो भाइको छोरो निखिल हो। अलिक साह्रो बोल्न सुनिँदैन फोन मजाले। अष्टमीको दिन हो। अघि नै छिनाउने बेलामा चाहिँ मैले अब भिडियो खिच्न पाएन, अगाडि नै छिनाइहाल्नु भएछ। अनि म अलिकति बाहिर भएकोले गर्दा त्यति बेला चाहिँ भिडियो बनाउन पाइनँ। अहिले यहाँ अब चाहिँ हामीले यहाँ भर्खरै भुट ल्याइसकेर पखाल्दैछौँ। अहिले चाहिँ हामी अब एकछिनपछि काट्नेछु। अब हामीले यो पखालिसकेर त्यसपछि सबै भिडियोहरू हजुरलाई देखाउने छु। यो त गणेउला जस्तो छ त यो। कति सेतो बस्दै बसेर ऊ फ्यान र टिभी भएर सानी पर्फेक्ट छ त नि हाम्रो रुम। है कासी गर्दैछ खै तर नदिनु होला काँचो मासु जेन्ट्सलाई खाइ त मासुमा मिस्यो भने जेन्सीले नि खाँदैन। उता खाँदैन नि जेन्सीलाई दिएन कहाँ गर्नु। यो ती त कहाँ खान्छ खान्छ कहाँ छ पित्ता चाहिँ त्यो चाहिँ काट्दिनु त। पित्ता खाँदैन डर हुन्छ पित्ता अनि तबे पनि जेन्जियो, ठुलो बा पनि जेन्जियो, निक्ला पनि जेन्जियो, माले बा पनि जेन्जियो, भाउजू पनि जेन्जियो, अनि माले ठुलो पनि जेन्जियो, सुमन दादा पनि जेन्जियो, राइस दादा पनि जेन्जियो, अविनाश दादा जान्छ। उयो अविनाश दादा कत्रो हल्को वर्ष चाहिँ कति वर्ष हो रे कत्रो पेट आन्द्रै पेट कत्रो ठुलो पेट रहेछ। मस्त खाएको रहेछ। कता गयो यहाँ अगाडि नै छ। हेरेर बसिरहेको छ। कस्तो मुस्कान दिँदैछ। राइस दादा आदि तबेला आदि दुध पनि राइस मासु चाहिँ ल्याएको सुँगुर चाहिँ डल्लै ल्याएको नि त्यही भएर गएको त लिन सेतो सुँगुर कहीँ आएको 40-45 किलो मासु के सानो
गकिलो हुन्छ नि त खसीको मासु अन्त मैले भन्दा लास्टै कम भनिदिनु भयो त झन् हेर आउ त यति धेरै हुनको लागि सुँगुरहरू खसीको मासु अब थोरै भइहाल्छ नि त होइन थुप्रा सर भोलि यसको मम्मी दशमी भनेको चाहिँ दसैँ हो नि ठुलो बा दसैँ त सबै दसैँ हो नि त्यो भनेको चाहिँ टिकाको दिन नवमी भनेको चाहिँ 9 दिन दसैँको 9 दिन 9 दिन हो दसैँ स्टार्ट हुने भनेको घट स्थापनादेखि हो खसीको मासु मस्तसँगले सिरिप खानुपर्छ है गाइस कुकुरको मासु नेपाली प्रोसेस गर्दै गटेले कुरा सबैभन्दा महँगो कुकुरको मासु यस्तो महँगो कुकुरको होइन खाएन कहाँ खान्थ्यो गइन गोरुको मासु के अरे गोरुको मासु चाहिँ खाएँ हामी त्यही त खान्थ्यो गोरुको मासु खान्छ भुइँसीको जस्तै त हो नि बनेको कहाँ पक्रिन्छ सबैले उहाँको धरानतिर प्रायः कति खान्छन् एकदम फेमस हो धरानतिर पनि त फेमस दिन्छ नि त काम सबै भारी बोक्ने मान्छेहरू यहाँ त कहाँ खाएको त उहाँ पो खाएको किन्नेकोमा हालिदिनु पर्छ त त्यो मात्र लगाइदिनु हामीले चाहिँ अब यहाँ ढक नभेटेर नुनको ढक बनाइरहेको छौँ नुन यो नुनको एक प्याकेटको चाहिँ 1 केजी हुन्छ अरे अनि त्यहाँ 2 केजी बनाएर जोख्दैछौँ हामी चाहिँ अहिले कति केजी भइसक्यो त अहिले कति केजी भयो नि खिल अहिले 3 भयो 3 दिनमा 6 केजी त्यो धेरै हुन्छ धेरै ल 8 भयो 5 भयो 10 किलो 10 केजी भयो अहिले होइन 10 आन्द्रा भुडी सबै गरेर 12-13 केजी जति रहेछ 13-14 किलो पुग्छ कसलाई मातानीलाई मातानीलाई एक केजी बनाउनु आधी किलो हुन्छ आधी किलो मात्रै खान्छ 12-13 किलो पुग्छ सबै थोक गरेर त 14-15 केजी पुग्यो त बेसेर लाउनु भएको होइन कस्तो हाल्ने हो हाल्नु न खसी त हाम्रो कान्छाले मन पराउँछ हो पखाएको फिल्लाको मस्त लाग्यो न मलाई के साह्रो हो भने
ए त्यो हात उता हटा यो गाई जियो चाहिँ बाबा भन्नु न हौ गाईले भात खायो अब 2 केजी जति 8 केजी लाग्यो खोइ भाँडो कति खान्छ तिते यहाँ आउँ दुईटा उयो छोड कस्तो दुईटा उयो खाने अनि यति नै हो नि यो निकाल्नु होइन कसले निकाल्यो यति नै को यसले यति निकालेको थियो दादा यत्रो त धेरै हुन्छ भनेर भन्दै थियो भरे केलाउँदा गरेर यति निकालेको थियो हेर्नु तिते यहाँ हेर्नु न यहाँ तितेको ढुटो देखाइदिनु न दुईटा कुखुरा तिते बनाउनु निकाले कि अरे हाम्रो अनामिका म्यामले हेर्नु त गाईजी कस्तो त रहेछ त यो मान्छे अनि ठिक्क अनामिकालाई हुन्छ आधी किलो बनाउन आँटेको मासु कुखुरा काट न ए हात हटान थुप्रा छ कति थुप्रा भन्नु लाग्यो यसलाई पुग्यो भने भइगयो छिटो काट न कुखुरा पोर टाउको पोलिएर बनाएर काटले किते छैन हात हटान सुमा कुखुरा ल्याएर फोर न कहाँ त कुखुरा मिसाउनु होला जामा उयो गर्नु सबै मल्लुगा धुन भिजाउन जस पनि म भात दिनु बोल्छ नि हाल्नु मैले पकाइसक्नु अघिउनिका उनी कुखुरा छन्क्याउन जाऊ अगर फेरि जा हाम्रो अङ्कलले चाहिँ यहाँ जोग्दै हुनुहुन्छ है गाइस निखिलले यता काट्दैछ हाम्रो बुवा चाहिँ उता दर्शक रेबिका सबैजना केही हुँदैन त्यो गरेर लु अब हाई गर्नु त हाई गर्नु हाई काट हाम्रो जेन्सीले चाहिँ यताबाट हेर्दैछ है कतिखेर मैले नि पाउँछु भनेर हेर्दैछ यो आन्द्रा उयो यिनीहरू सबै फोक्सेहरू सबै त गरेर त यति भएको निकाजीले त टाउको पो लिएर आउनु भएछ मुखबाङ त घिटी लाग्छ अनि बाख्राको दिते चाहिँ हामीले युनिकाको लागि बनाइदिएको छौँ बाख्राको दिते खान्छ छैन टाउको पनि रहेछ नि त त्यत्रो टाउको साउको खायो कस्तो खान्न सुँगुर पनि साह्रै सानै छ छैन दाजु फोहोर हाम्रो त्यत्रो ठुलो थियो र त के अरे यत्रो भुँडी झुन्डेको थिएन र त छिपेको हाम्रो छिपेको थिएन तँ ए रामा पकाउनु त म दाउ पकाएर दिन्छु अचानो लिएर धुमा लिएर जाउँ त खानु जान्छु ए भरे साबुन छैन साबुन कहाँ लग्यो टाउको बनाएर टाउको साउको ल्याइदिएको है अलिकति पछाडि बस्नु पुरै छ
राखिदेऊ त एलिसा भाँडा ल्याइदिन आन्टी हो यो ल्याउ त यहाँ यो जोखिदिइहालौँ अरू कसैलाई त नपुग्ने रहेछ अझै 1 किलो छ नि बोसो त मन पर्दैन नि यस्तो बोसो मन पर्दैन यसको त मलाई कति राख्नुहुन्छ अङ्कल 1 केजी घटाएर अब होइन 1 केजी खै मातालाई गलाइदिने टाउकोहरू कलेजहरू बाइक 10 किलो भयो नि मासु धेरै चढ्दो रहेछ नि त अनि 5 किलो लागिसक्यो 1.5 किलो अनि 5 किलो 3 2 काट्न अलिकति बोसो पनि हो 2.5 किलो लागिसक्यो होइन बोसो त्यो घिच्चुको यसो अलिअलि लगाइदिनु ऊ त ठिक नि काट न कुन ठिक हो टाउको अलिकति लगाइदिनु यो डल्लै लगाइदिनु न कसलाई त्यो फिलाको लगाइदिनु कसलाई 1 किलो मात्रै पुग्नु कति एकले चाहिँ पुगिहाल्छ अब यो त यहाँ त हामीलाई नराम्रै रहेछ त अहिले पकाएर खाँदा नलाउने अरे उसँग राम्रो कस्तो दामहरू नलाने ठिकै भयो त नि त्यसैले राख्नु भइरहेको बेला यसैमा जोखिदिनु आधी किलो अब यहाँ हालेर मात्रै गलाइदिनु त्यही होइन हो 1 किलो हो 1 किलो जोखिदिनु नि त्यो राम्रो 1 किलो कान्छीहरू पनि कलेज खान्छ म बोसो खान्छ अनामिकाले छाला मात्रै खान्छ अनामिका त खै आगो बलेको छैन कुखुरा खाइन्छ तुमाले नपकाउने यतै खान्छ अब यो राखिदेऊ त मासु अब त कसैले नदिनु हाम्रो निखिल आतिसक्यो गाई मासु सकिन्छ भनेर मस्त उसलाई 1-2 केजीले पुग्दैन टन्नै खान्छ 1 छाक उसको लागि भनेको 1 छाक भनेको 1 केजी भनेको 1 छाक हो उसको लागि मस्त खान्छ निखिल कति केजी लाग्यो 2-3 किलो 2.5 किलो 1.5 किलो हाम्रोमा कान्छीले 1.5 किलो 3 किलो जोख त यहाँ कति भयो जोखेर राख्नु नि यसो कति राख्नु 1 किलो खान्छ अब भयो त सकियो त यहाँ छ त ए हालिदिनु भयो यही फेरि आधी किलो मिलाउनु अघि मिलाएको मासु मिलाउनु न यो जोखेको मासु छोडिदिनु 1 किलो कुन मासु होइन यही आधी किलो बनाएर अनि फेरि यो चाहिँ यहीँ हालिदिनु यताको जस्तो ठिक्क मात्रै जस्तो नि ठिक्क मात्रै 1 किलो जस्तो 1 किलो मात्रै ठिक्क जस्तो नि 1 किलोमा धेरै म त पोको राख्छु 1 किलोमा धेरै हाल्दै जस्तो बिरामी भयो काठीको मासु नखाऊ म त तिमीलाई पनि भन्दै भन्दै आएको ठिक्क मात्रै यो हामी मिलाउने नि मैले चाहिँ खानु पर्दैन अरे अनि भनेको लादिनु त होइन आधी आधी गरेर आधी किलो बनाएको आधी किलो बनाउँदैन त त्यो आधी किलो पर्छ नि त खाड मासु मिलाएरै बनाउनु नि त होइन हौ ढक मात्र त्यो ढक बनाएको मात्र हो कि जो आधी केजी बनाएको मात्र मिलाएर काट बनाउनु नि त कुकुरी लगेको हजुर त मोटाउनु भएछ कि अहिले अलिक मोटाउनु भएछ अनि त्यो एउटा राख्नु मासुरी गाई भन्दै फेनको हावाले होला न
हजुरआमा आको त उड्दा उड्दा फेरि हालाइदियो त्यो मासु जा न त्यता ठुला ठुला नै सानो सानो अनि एलिस आउँदैछन् होला त अनि पछि ट्याक्राक टुक्रुक्क त मजा हुन्छ त हजुरआमा एक्लै मस्त खान पाइन्छ आरे फ्रिज लगाएर राख अहिले भरे पकाएर हाल्नु होइन उ त पलाउने धेरै छ के हो काकालाई र आमालाई बोसो खायो भने फेरि पछि सर्ले हुन्छ क्या मलाई चाहिँ खानु भएन म चाहिँ खामला भन्ने चाहिँ बोलिदियो रहेछ नि त धेरै खुवाएछ नि त हामीले धेरै मकै खगेको थियो कि त्यही भएर बसे पानी हाल्दिनु त दाजु के गर्दैछ हेर्नु हेर यस्तो राम्रो काठी काटे नि मासु फकी खामला भनेको के भएर खसी काटेको खामला भनेको त के हो खान्छ त मभन्दा अरूको पो पकाएर छ त हेर त यहाँ खान्छ नासी त कान्छा यता हेर त अरे रे के केमा राखेको मान्छे बढ्यो केटाकेटी सबैभन्दा अग्लो त भयो मभन्दा अरूको हो नुन खाएको त धेरै अग्लो हो दाजुहरू भन्दा अरूको हुनु चाहिँ राखी ठुलो आके फेरि लगाएर राखी यो खसीहरूको साह्रै राम्रो हुन्छ लु मम्मी हाम्रो मासु लाउ आन्टीलाई बस्नु दिनु यो डल्ले आन्टी सबै खानु लाउनु हजुरआमा नि बोसो खानु भाँडा लिएर आउनु है मासु हाल्नु यो खसी तरकारी बोसो काँचै खान्थ्यो तल हदी अड्केर मरेन अब कसै अब यो चाहिँ आज अहिले भुटेर खानको लागि बनाएको होइन त खाना आँटिसक्यो मगर काँचो यहाँ आज काट्नु भनेको होइन खुट्टा अनि टाउकोहरू बनाएर खानु यो कान पोलेर खानु काट्छ अब त्यही त यस्तो रुम्का रुम्की काट्छौँ अब यहाँ यहाँ फोक्से मात्र भयो के खानु मासु मलाई त डल्लै राख्न मन लाग्छ काटेपछि सुँगुरको मासु नि आउँछ नि त भोलि यस्तै हुन्छ नि 5-6 किलो मात्रै त्यही त घरमा चाहिँ कति रह्यो यो त यो भोलि खाना सकाइदिन्छु म त यता अनि यति नै हो अनि उता आरीको नि सबै यो हो यो यो चाहिँ ठुलो भाइको खोइ माथि लगेर हाम्रो फ्रिजमा लगेर हाल्दै बुझ्नु घटेको छ कि बढेको रहेछ
पानी लागेछ एकदिन सुन्छु क्या नुन लागेछ कति चिप्लो हौ त्यो बस्छु सादिनु पर्छ हेर्नु त्यसको दाम यो चाहिँ छिनाउने खुकुरी चाहिँ मैले छिनाएको मैले खै ठुलो देब्रे हातले छिनाइदिएको ए भिडियो हेर्नु न भिडियो हेर्नु कसले खान्छ तपाईँ खान्छ कलेज रक्सीमा कलेज मम्मी एउटा अब हजुरआमा यस्तो हिरोनी हुनुहुन्छ अनि यो हजुरआमाको नाति चाहिँ बोल्दैदेखि चाहिँ इन्टरभ्यू दिने रेडी हुनु है हजुरआमा पुग्छ बुवा नसा मिठो लाग्छ नसा ए के अरे यो यहाँको मलाई त्यस्तो हेर्दा खान कस्तो लाग्छ त्यो यसको घाँटीको होइन त्यो किमी बनाइदिनु पर्यो नासुमतमा यो फोक्सो चाहिँ साह्रै नराम्रो हो मलाई नि साह्रै घिन लाग्छ नै पर्दैन अनि यो बिना बाँच्न सक्दैन नि खानु पर्ने यो हो नि यो डर हुन्छ यहाँ लाग्ने भयो भयो हुँदा नखाने धेरै ए मजाले पुग्छ सबैले खाँदैन नि त केटाकेटी सबै खान्छन् होला खान्छ नि केटाकेटी खान्छन् ए त्यत्रो त नहाल्नु खानु पर्ने चाहिँ बोसो ए यो बस्नु कोइनमा काट्छु यो बस्नु त आफै खसीको बस्छ नि मिल्दैन खसीको बस्छ अवस्थाको त्यस्तै भइरहेको हुन्छ हाम्रो गाउँमा चाहिँ एउटा यहाँ हाल्नु न हाल्नु अहिले भरे एकछिनमा छिल्दा पनि भयो त अहिले नै एकछिन भित्र छिल्दा पनि भयो खसीको यस्तो खालको बोस छैन अर्को त खान्छ नि त काँचै खान्छ यस्तो खालको बस हो यस्तो यो फ्याल्छ लैरो उता बुवाको हातमा हान्देला चाहिँ उति नारुन टापन टिपिन टिपिन मैले पनि सानोमा खाएँ जस्तो लागेको त्यस्तो खालको यस्तो खालको बोस छैन नि त अर्कै खालको बोस नालु ज्यान छिल्लो तपाईँले खेलिदिनु भयो काकी भिडियो के पनि हाल्नु काटेर निकी लाती छ सकिने भनेर निकी लाती छ सकिँदैन यो मासु कति खान्छ नि त टाउको त खाने एक किलोमा धेर छ टाउको मजाले मासु बनाउनु नि एक दिनलाई उ त खुट्टा हुन्छ त्यो बोसो किन खान्छ तिनीहरू बोसो खाएन भने अचार ठुलो मासु बनाइहाल ठुलो मासुको पिस मन पर्दैन नि त यसलाई पाक्दैन भन्ने हुन्छ मलाई नि ठुलो त मनै पर्दैन मजाले पाएको नि हुँदैन कस्तो सुँगुरको बोस झन् ठुलो पार्वा नि थोरै घिन लाग्दैन मलाई त सानो सानो ठिक नेलाक हुन्छ क्या सानो सानो ठिक्कको पिस अनि हामीहरूलाई 8 किलो 7 किलो 16 किलो भएको अब चाहिँ खाली भयो काटिसक्यो भर्खरै हामीले अब अनि भोलि मस्त तरिकाले बसेको